हरे कृष्ण प्रभुजी। हरे कृष्ण। आज फेरि अर्को हाम्रो वार्तालाप हुँदैछ होइन। त्यसमा चाहिँ जिज्ञासाहरू भइरहेछ अहिलेदेखिको यो उहरू अनुसार होइन। अनि कस्तो पनि हाम्रो उसमा कस्तो पनि मान्छे हुनुहुन्छ भने जस्तो म हिन्दू हो भन्नुहुन्छ, अनि मठ मन्दिरहरू पनि जानुहुन्छ है, अनि भएका देवी देवताहरू सबै मान्न पनि मान्नुहुन्छ, अनि जानुहुन्छ एउटा हातले नमा भन्दै पनि हिँड्नुहुन्छ होइन। अनि त्यसपछि घरमा आउनुहुन्छ, आएपछि तामसी भोजन उहाँले गर्नुहुन्छ, जस्तो माछा मासु रक्सी सक्सी यताउता होइन त्यस्तो खानुहुन्छ। अनि जो चाहिँ अर्को अलिकति आध्यात्मिक मान्छे गएर यो खाँदाखेरि यस्तो हुन्छ, यो खाँदाखेरि यस्तो हुन्छ, नखानुहोस् होइन, खाना हुँदैन, यो खाए भने हामीले तरिन्न भने भन्दाखेरि अनि को पो गर स्वर्गमा अथवा गोलोक को पो गर आएर होइन, कसले पो देखेछ र बाँचिनेसम्म खाने हो, मस्ती गर्ने हो, रमाउने हो, हिँड्ने हो भन्नुहुन्छ। अनि उहाँले फेरि अनि भगवान् हुन्छ कि हुन्न भन्दाखेरि भगवान् हुन्छन् पनि भन्नुहुन्छ फेरि होइन। त्यस्तो मान्छेको लागि चाहिँ अलिकति तपाईँले थोरै प्रश्न बनाइदिनु न प्रभु। अब भगवान् हुनुहुन्छ भन्नुभयो होइन। भगवान् हुनुहुन्छ भनेपछि हामीले गर्ने हरेक कार्यहरू भगवान्सँग जोड्नुपर्छ। हामीले अगाडि राखेको भोजन खाँदाखेरि भगवान्को नाम लिएर खानुपर्छ होइन। उहाँले भगवान्को नाम लिएर खान सक्नुहुन्छ भने राम्रो हो, खान सक्नुहुन्न भने के भोजन भगवान्को नाम लिएर खान सक्नुहुन्छ त्यो भोजन खाँदा राम्रो भन्ने कुरा हो। अनि फेरि कति कुराहरू एकैचोटि हुने कुरा हुँदैन होइन। अब मान्छेलाई आदत परिसकेको छ होइन। अब मासु खाने नसा छ, कसैलाई चाहिँ रक्सी खाने नसा छ। अब तर पनि अब उहाँले त्यो नसा उहाँलाई कसैले सिकाएको हो क्या। उहाँले आमाकै कोखबाट सिकेर आउनुभएको होइन। हाम्रै समाजले, हाम्रै दाजुभाइ दिदीबहिनीहरूले, हाम्रै बुवा आमाहरूले उहाँलाई सिकाउनु भयो होइन। अब सिकाइसकेपछि अब उहाँलाई नसा परेको छ, उहाँलाई म के भन्छु भने हरिनाम गर्नुहोस् होइन। अब भगवत गीता यथाहरू पढ्नुहोस्, इस्कनमा जोडिनुहोस्, भागवतम पढ्नुहोस् होइन। अनि त्यहाँबाट सुन्नुहोस् होइन। सुन्दै गइसकेपछि हृदय सफा हुन्छ, दिमाग क्लियर हुन्छ, त्यसपछि हजुरलाई कन्फिडेन्ट बढ्छ, त्यसपछि छोड्न सक्नुहुन्छ। अब अहिले उहाँले त्यति गर्नुभएको छ होइन। अब रक्सी खाएर अथवा नसालु चिज खाएर अथवा माछा मासु खाएर पनि एउटा भगवान्लाई आस्था गर्नुभएको छ भने राम्रो कुरा हो। भगवान्को अगाडि माथा टेक्नु, भगवान् हुनुहुन्छ भन्नु मान्नु, भगवान्लाई कुनै तरिकाले पनि श्रद्धा गर्नु भनेको राम्रो हो। त्यसले एउटा धार्मिकताको पहिचान दिन्छ। तर अब भक्तहरूले पनि के सोच्नु पर्यो भने सबैले चाहिँ अब म जस्तै हुन्छन् भनेर सोध्ने होइन। कुनै समय हामी पनि अभक्त थियौँ, कुनै समय हामीले नि मासु खायौँ होला, कुनै नराम्रो कार्य गरेँ होला। अहिले भगवान् कृष्णलाई चिनिसकेपछि अनि सबै मैले जस्तै हरे कृष्ण भन्नपर्छ, सबैले लसुन प्याज बिनाकै भोजन खानपर्छ, म जस्तै बिहान उठेर नुहाउनुपर्छ, शुद्ध हुनपर्छ भन्ने कुरा हुन्न। यो भगवान्को कृपा हो, सबैलाई एकैचोटि हुँदैन। उहाँलाई हामीले प्रार्थना गर्नुपर्छ, उहाँलाई पनि हामीले राम्रो तरिकाले गर्नुभएको छ, अझै कोसिस गर्नु। भगवान्ले जस्तो कस्तो भने डुब्न लागेको मान्छेलाई उहाँले हात दिनुभएको छ, भगवान्ले पक्कै उठाउनुहुन्छ। त्यसैले उहाँलाई चाहिँ हामीले के भनौँ भने उहाँहरूलाई चाहिँ म के भन्छु भने जुनै तरिकाले जस्तो पत्रम फुलम पुष्पम तोयम भन्छ कि, जुनै तरिकाले उहाँले फुल पत्र पानी होइन जे पनि भगवान्लाई अर्पण गर्नुभएको छ, नमस्ते गर्नुभएको छ, 5 रुपियाँ दिनुभएको छ, 10 रुपियाँ दिनुभएको छ, 20 रुपियाँ दिनुभएको छ, जे दिनुभएको छ नि श्रद्धाले दिनुभएको छ। उहाँको हृदयमा परमात्मा छ, त्यो परमात्माले उहाँलाई त्यो गर्न चाहिँ एउटा उहाँलाई अगाडि बढाएको छ। त्यसमा चाहिँ हामीले कुनै पनि सानो सानो कुरालाई पनि कसैले गरिरहेछ, भगवान् कृष्णको लागि, भगवान् विष्णुको लागि गरिरहेछ भने त्यसलाई हामीले एकदम सहर्ष स्वीकार्न पर्छ। कसैले पनि सोध्नुहुन्न कि चाहिँ म जस्तै हुनुपर्छ, त्यो होइन। चाहेर केही पनि भएको होइन। लामो समय मासु खाएका, रक्सी खाएका एकदम चाहिँ होइन। अब भनौँ न, अब हाम्रै परुपात को उदाहरण दिँदाखेरि हिप्पीहरू होइन, विदेशी अब संस्कारमा हुर्किएकाहरू, गाई गोरु काटेर खानेहरू पनि अहिले महाराज हुनुभएको, अहिले वैष्णव हुनुभएको, एकदम त्यो भक्तिभावमा लाग्नु भएको छ। त्यसैले यो भगवान्को कृपा कसलाई हुन्छ थाहा हुँदैन। तर सानो सानो कुरालाई पनि हामीले पोजिटिभ लिनुपर्छ, त्यसलाई चाहिँ हामीले सकारात्मक रूपमा लिनुपर्छ भन्ने कुरा हो मेरो। धेरै राम्रो विचार राख्नुभयो हजुर। अहिलेको लागि यति नै हुन्छ। हरे कृष्ण। हरे कृष्ण प्रभुजी।